आज अति नै व्यस्त छु म पनि। यसपछि पनि 3-4 वटा कार्यक्रम छ, त्यस कारणले एकदमै छोटो मन्तव्य राखेर तपाईँहरू माझबाट बिदा हुने जमर्को गरेको छु। सर्वप्रथम त तपाईँहरू सम्पूर्णलाई र भगवान रूपी वडा नम्बर 5 वासी सम्पूर्णलाई मलाई अत्याधिक मत दिनुभएकोमा 10 औँला जोडेर नमस्ते, धन्यवाद। तपाईँहरूको यो अमूल्य मतको मैले भनेर ऋण तिर्न त सक्दिनँ, तर जिम्मेवारी चाहिँ वहन गर्छु नै। त्यसमा म कटिबद्ध छु। त्यसमा 1 इन्च पनि दायाँ बायाँ हल्लिने छैन। तर पनि के हुँदो रहेछ भने हाम्रा साथीभाइहरूले एकदमै क्विक डेलिभरी चाहनु हुँदो रहेछ, त्यो चाहिँ सम्भव हुँदैन। जस्तै 1-2 दिन अगाडि न्युज आयो मकवानपुरका 2टा सांसद हराएको सूचना भनेर। ए बाबा, सदनमा नीति नियम होला, समय होला, बोल्ने टाइम होला, सुन्ने समय हुन्छ, विशेष समय हुन्छ, आकस्मिक समय हुन्छ। हाम्रै सरकार पछि हाम्रै क्याबिनेटले लेखेको नीति कार्यक्रम पास गर्नमा त्यसमा संशोधन गर्ने भए पो विपक्षले पो आवाज उठाउँछन्। हामी त सत्ता पछि संशोधन गर्ने पक्षमा त होइन होला हामी। तर अनि त्यसमा मान्छे हराएको सूचना भन्नुहुन्छ, किन बोलेन, फोटो मात्र खिच्न गयो भन्नुहुन्छ। तपाईँहरू धैर्य मात्र गरिदिनुहोस्, हामी बोल्छौँ। हाम्रो क्षेत्रको समस्या हामीलाई थाहा छ, हामीले त्यो अवलोकन गरेका छौँ। त्यहाँ माथि 3 वर्षदेखि म उपसभापति भएर मकवानपुर जिल्लाको हरेक ठाउँमा पुगेको छु भनेपछि कहाँनिर पानीको समस्या छ, कहाँ बाटोको समस्या छ, कहाँ सुकुम्बासीको समस्या छ, त्यो सबैमा म जानकार छु। समय आउँदैछ, समय कट्न पो दिनु भएन। समयभित्र आउँदैछ, फर्केर पुगेर बोल्ने त छँदैछ खालि। त्यसमा ढुक्क बोल्छु। सम्भवतः 1-2 दिनभित्र मेरो पालो आउँदैछ। 275 जनामा 1 दिनमा 30-35 जना सांसदले सुन्ने समय पाउँछन् भनेपछि मेरो 149-50 सम्म छ भनेपछि सम्भवतः भोलि वा सोमबार वा मङ्गलबार आउँछ, बोल्छु। मैले मेरो क्षेत्रको समस्या